बैक टु माई अनदर भिडियो। आज म हल्ला लाग्ला म टिका र यति राम्रो कपडासित कहाँ छु। म आज यहाँ मेरो घरबाट बहुत टाढा, म टाढा भन्न मिल्दैन, बहुत टाढा पनि भन्न मिल्दैन, नजिकै मेरो ठुलो मम्मीको घरमा आएको छु। यहाँ पछाडि अरे कता ग यहाँ पछाडि को हो भन्दाखेरि मेरो को पर्छ न दाइ। दाइ, तर जम्मा 7 महिनाले थाला फर रिजनले मेरो दाइ, उनको च्यानलको नाम हो ग्रेभिटी कोर आर्ट्स। उनले मेरो च्यानल प्रमोट गर्दैछन्, उनलाई मैले थ्याङ्क यू। र त्यो घरमा म हो, त्यहाँ वर्तमान त चलिरहेको मेरो दाइको, अनुप दाइको। उहाँलाई मैले वर्तमान त गर्दा गर्दा यति जिस्काएँ। यहाँ हामी आएका छौँ नाग मन्दिरमा। यहाँ पुरै मलाई लागेको थियो सुरुमा टाढाबाट हेर्दाखेरि लागेको थियो यहाँ कुनै पार्क पिकनिक स्पट होला, ठुलो होला, तर यहाँ यस्तो हो, यस्तो पुरै यस्तो भित्र जान पाइन्न। जान हुन्छ नागले दर्शन देलान्। यति धेरै नागको यहाँ त्यो स्थापित गरिएको छ। अनि यहाँ धेरै त्यो यस्तो रुखहरू प्लान्ट गरिएको छ जसको वरिपरि यहाँ नाग भगवानहरूलाई बनाइएको छ यति राम्रो सुन्दर कलासित। अनि यहाँ एकदमै धेरै यहाँ एउटा शिवलिङसित नाग भगवान जोडिएको वाला एउटा शिवलिङ स्थापना गरिएको छ। यहाँ एउटा साना दुईटा शिवलिङहरू पनि छन्। यहाँ एउटा यस्तो लक भएको एउटा मन्दिर छ, यत्रो सानो चिटिक्काको हो। मलाई थाहा छैन यहाँ यो के हो, यसभित्र जान पनि मलाई इच्छा छैन। कहीँ होला नि पण्डितजीहरू बसेर केही काम गर्ने होला नि, पूजापाठ गर्ने होला। अनि यहाँ यति सानोबाट ठुलो हुँदै गयो है, सानोबाट ठुलो फराकिलो हुँदै गयो। हामीलाई भगाउन हो कि क्या। अनि यहाँ यस्तो बेन्चहरू पनि राखिएको थियो। मलाई यो त नाग मन्दिर त धेरै राम्रो लाग्यो, तर मलाई यस्तोमा आउन बहुत डर लाग्छ। नाग मन्दिर नाम राखेको चाहिँ केही त कारणले होला नि नाग मन्दिर नाम राखेको पनि। नागले दर्शन दिनेवाला मन्दिर भइदिएको भए त लग गए। अनि यहाँ बाख्राहरू पनि चर्न आउँछन्, फुटबल प्लेयरहरू, नेपाली फ्युचर खेलाडीहरू। उहाँ वर्तमान त हुनेवाला घरमा म जाँदैछु। मलाई ड्राइभिङमा भ्लग बनाउन इन्ट्रेस्ट त छैन, तर तपाईँकोलाई गर्न पर्यो। ओए क्यामेरा पकड्छस् ब 5000 रुपियाँ में तेरे हाथ में नहीं छोड़ सकता। सेकेन्ड ह्यान्ड मोबाइल हो नि त। तपाईँले एक भ्युज त बबाल ल्याइदिनु भयो गाइजहरू, तर हल्ले सब्सक्राइब त बहुत कम गर्नुहुन्छ। हल्ले आफ्नो साथीभाइ दिदीबहिनीको मोबाइलबाट पनि मेरो मोबाइलमा सब्सक्राइब। अरे मेरो टायरै ब्याक भएन, ठिक छ। भयो यस्तै गरी आज चलाउन पऱ्यो। यस्तो बाटो है, यदि पातलो साँगुरो बाटो तर पनि चलाउँछु म। यहाँ जो है बम बोले। हामी यहाँ जाँदैछौँ, म एक हात छोडेर चलाइरहेको छु। छिटो चला न। ठिक छ। अब म आनन्दले चलाउन सक्छु, न बाटोमा कोही आउँछ। हामी यहाँ मेरो ठुलो मम्मीको घर जाँदैछौँ। अब स्लो चलाएर छु, स्पिड चलाएको भए क्यामेरा खसे पार लग गए, चुना लाग्छ। त्यसमा चाहिँ मलाई मेरो गुगल आइडीको पासवर्ड पनि थाहा छैन। तपाईँहरूले मायाले गरेको सब्सक्राइबको के फाइदा त, मोबाइल खस्यो भने होइन। मर्ते बचाए। यति हाँस्नु पऱ्यो, किन हान्नु धेरै भागेर। भगाएको पनि कसले। अरे एक्सिडेन्ट। अरे भाइ हातै राखेर चलाउनु पर्यो। अब मैले यहाँ मेरो साइकलमा स्ट्यान्ड पनि लगाउनेवाला छु। यस्तो भयो। आइयो हामीहरू ब्रेक छैन, अगाडि जानु त, के हेर्दै बस्छस्। यसले आज हामीलाई ठोकेरै मान्छ होला। ढुङ्गा स्लो। अरे भाइ बालुवामा हाम्रो अड्कियो। हामी आइयो हाम्रो डेस्टिनेसनमा, आइयो अब पार्क गर्ने हो। यो सुलभ बन्नीको साइकल यो। ओए हट्न। यो मेरो साइकल फेरि यो बिएमएक्स हो चटक्कको। अब हामी जाँदैछौँ। के अरे
सिट कभर हो त हामी यहाँ भित्र आएका छौँ। यी मेरो एक फोटो, यी व्रतबन्धको डेट, शुभ व्रतबन्धको पोस्टर पनि टाँसेको छ। यहाँ आमा बस्नु भएको छ। अब सिडी छ, सेकेन्ड फ्लोरमा बस्नुहुन्छ खाना। धेरै मान्छेहरू हुनुहुन्छ, मलाई डर लाग्छ। त्यसैले आजको लागि एन्ड गरौँ। ल त बाई।